यो चाहिँ तपाईले शाक्यमुनि बुद्धको तपाई मन्त्र जप्न चाहनुहुन्छ भने त्यो मन्त्र यहाँ लेख्नु भएको छ। तद्यथा ओम मुनि मुनि महामुनय स्वाहा भनेर मन्त्र लेख्नु भएको छ हैन। मन्त्र पढ्नु भन्दा अगाडि हामीले यसरी शब्दहरु हामीले उच्चारण गरेर मन्त्र जप्नु भयो भने हामीले धेरै लाभ हुनेछ हैन। त्यो चाहिँ कसरी पढ्ने भन्दाखेरि बालातला मा सातदा तानर तुन तुन पा बहु चानर चुम चुम लादा दाना दिन हौ दासा दे दाडेङ बदे बहु शाजिगु सिन्ना सिन गाउ शाडेङ बसेगा साशिक पा दाउ गाराट डा बहु चानर चुम पा यांगा yang daga dak parra par राजा जानर जोगा सा जोग पा हागी गुही सांगा सा संग रागा द गाय द जैसा गे धव पल्ला पल रागा द गल गल वा शहाता शा कायाता क्या थाशे जो थुब्बा थुप पा ला फायाता छका छक हाउ छल्ला छल लानर लो माउ छानर छुद्दा छु दानर दो साकाता का कायाता क्याब्बा सा क्याप साशब सु माउ छागी कुछि हानर हो। ताद्यथा ओम मुनि मुनि महामुनय सोहा भनेर उहाँको मन्त्र यसरी हामीले जप्नु पर्ने हुन्छ। जप्नु भन्दा अगाडि हामीले कसरी पढ्नु पर्छ भन्दाखेरि ला मा तुन पा चुम दिन दे देशिन शेकपा ढा चम्पा yang dakpar zogpi sangge pal gyalwa shakya thupala chakchallo chudo kyapsu chi ho tadya tha om muni muni maha munaye soha lama tonba chumden de deshin shekpa da chomba yang dakpar zogpi sangge pal gyalwa shakya thupala chakchallo छुद्दो क्याप्सु छी हो ताद्या था ओम मुनि मुनि महामुनय सोहा। यहाँ पनि लेख्नु भएको छ लामा तुनपा चुमदिन दे देशिन शेकपा डा चोम्पा याङ दाकपर जोगपी सांगे पल ग्यालवा शाचा थुपाला छकछल्लो छुद्दो क्याप्सु छिहो ताद्या था ओम मुनि मुनि महामुनय सोहा भनेर यहाँ पनि लेखेको रहेछ। यो चाहिँ तपाईले देख्नु भएको होला। अहिलेको बुद्ध शाक्यमुनि बुद्ध भनेर उहाँ हुनुहुन्छ। उहाँको मन्त्र चाहिँ यस प्रकारको रहेको छ। ताद्या था ओम मुनि मुनि महामुनय सोहा भनेर यो मन्त्र जप्न अगाडि यो माथि रहेको यहाँ नेपालबाट लेखेको छ हैन। यसरी पढ्नु भयो भने चाहिँ हामीले धेरै लाभ हुनेछ। मन्त्र जपेको पनि मन्त्र जपेको पुण्यहरू खेर हुने छैन।